नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले नेकपा माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको निष्कर्ष निकालेको छ। केही दिनअघि नेकपाका महासचिव विप्लवले खुमलटारमा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि तत्काल एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको हो। समाजवादी मोर्चाको बैठक पार्टी एकता तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा असार 7 गते प्रचण्ड निवास पुगेका थिए। भेटका क्रममा दुई शीर्ष नेताबीच पार्टी एकतामा भएको ढिलाइ, माओवादी बीच भएको अन्तर्विरोध लगायत विषयमा छलफल भएको नेकपाका प्रवक्ता विश्वकर्माले बताए। 2079 सालको निर्वाचनकै सेरोफेरो माओवादी र नेकपा बीच एकताको गृह कार्य चलेको थियो। नेकपासँग एकताका लागि माओवादी केन्द्रका उपाध्यक्ष तथा वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले विशेष पहल गरेका थिए। महराकै पहलमा माओवादीसँग एकता गर्न विप्लव सकारात्मक देखिएका थिए। एकताकै विषयमा थुप्रै चरणमा प्रचण्ड र विप्लव बीच छलफल पनि चलेको थियो। दुई नेताले आफ्ना पार्टीका बैठकमा समेत यसबारे छलफल चलाएका थिए। दुई पार्टीका शीर्ष नेताहरूको छलफलको आधारमा 2081 साल वैशाख 28 गते सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय पनि गरेको थियो। सो निर्णय भएको 9 महिनासम्म पनि एकताका लागि माओवादीबाट कुनै चासो नदिएपछि विप्लवले प्रचण्डको भूमिकाप्रति असन्तुष्टि पोखेका थिए। गत वर्ष पुस 2 गते सम्पन्न केन्द्रीय समिति बैठकमा विप्लवले सबै वामपन्थी एकता, सहकार्य र ध्रुवीकरणका लागि इमान्दारितापूर्वक माओवादीसँग एकताको पहल गरेको, तर एकताका लागि प्रचण्ड नै तयार नभएकाले ढिलाइ भएको राजनीतिक दस्तावेजमा उल्लेख गरेका थिए। आफ्नो सदाशयतालाई कमजोरीका रूपमा बुझेकाले अब एकताको लागि पार्टीले पहल नगर्ने जानकारी विप्लवले बैठकमा गराएका थिए। अहिले माओवादीभित्र अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच देखिएको वैचारिक सैद्धान्तिक अन्तर्विरोध, गुटगत स्वार्थका कारण समेत एकताको बाधक भएको नेकपाको निष्कर्ष छ। यता माओवादीका नेताहरूले नेकपाका नेताहरूको आरोपलाई खण्डित हुने गरी वामपन्थी दलहरूसँग एकता, सहकार्य र ध्रुवीकरणको प्रयास जारी रहेको जिकिर गरिरहेका छन्। प्रवक्ता अग्नि सापकोटाले विचार मिल्ने वामपन्थी तथा समाजवादी दलहरूसँग एकताको पहल भइरहेको बताएका छन्। अध्यक्ष प्रचण्डले नेकपा सहित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकताका लागि पहल भइरहेको सार्वजनिक रूपमा दावी गर्दै आएका छन्। जेठ 12 गते नेपाल समाजवादी पार्टी नेसपा गङ्गानारायण श्रेष्ठ समूहसँगको एकता समारोहमा उनले पार्टी एकताको विषयमा विप्लव र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग पनि छलफल भइरहेको दावी गरेका थिए। जेठ 27 गते आफ्नै निवास खुमलटारमा भएको पार्टी प्रवेश कार्यक्रममा पनि प्रचण्डले यो कुरा दोहोर्याएका थिए। 2081 मङ्सिर 28 गते बसेको माओवादीको स्थायी कमिटी समिति बैठकले विगतमा एकीकरण, समायोजन, प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत थियो सोही स्तरमा समायोजन गर्न र गैर वाम घटकहरूमा पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्न निश्चित गरिएको निर्णय पनि गरेको थियो। आगामी महिनामा माओवादी केन्द्र र नेकपा दुवै केन्द्रीय समितिको बैठक राख्ने तयारीमा छन्। नेकपाको यसअघिको केन्द्रीय समिति बैठकले विचार संश्लेषणका लागि 6 महिनाभित्र विरोध महाधिवेशन बोलाउने निर्णय गरेको थियो। माओवादीले महाधिवेशनको तयारी थाल्ने निर्णय गरेको थियो। दुवै पार्टीको आगामी केन्द्रीय समिति बैठकले वामपन्थीबीच एकता हुने वा नहुने विषयमा ठोस निष्कर्ष निकाल्नेछ। अखबार टेलिभिजनका अन्य सामग्रीहरू हेर्दै गर्नुहोला। नमस्कार।